टन्न पैसा कमाउँछु भनेर कुदेर आएको बिजोको भएर हो साथी के गर्ने यस्तै छ बाइक राइडरमा चाहिँ नआउनु है बाइक राइडरमा कोही पनि नआउनु यस्तो दुःख रहेछ 2-3 महिना बस्नुपर्छ अरे 2 महिना बसेर त्यसपछि प्रोसेस लाइसेन्सको प्रोसेसहरू हुन्छ अनि त्यसपछि मात्र जब पाउने रहेछ त्यही भएर अब बाइक राइडरमा आउने होला अलिक सोचेर आउँछु यस्तो छ यो कुदेर यस्तो छ अब कोही मान्छेहरू आउनु छ भने विचार गरेर बुझेर आउनु होइन यस्तो छ सोचेको भन्दा धेरै फरक छ है नेपालभन्दा धेरै कमाउँछु के गर्छु भनेर आउँछन् साथीहरू होइन तर भने जस्तो होइन रहेछ हुँदैनन् विदेशमा हामी केही गर्छु भनेर आएको यहाँ आएर हेर्नु त अब 3 महिनापछि मात्र जब पाउने रे 3 महिनासम्म चाहिँ यत्तिकै हल्लेर बस्ने होस् के गर्ने यस्तै छ पारा